एकदमै दुःखद खबरले हामी अहिले टिचिङ हस्पिटल आइसकेका छौँ। दोलखाका एकजना व्यक्ति लडेर टाउको फुटेर आइसियुमा हुनुहुन्छ। मनमोहन सेन्टरको आइसियु नम्बर 9 मा भन्ने हामीलाई फोन आएर सहयोग गरिदिनु पर्यो भनेर हामी आइसकेका छौँ। भने के कस्तो अवस्था छ हामी पूर्ण रूपमा देखाउँदैछौँ। नमस्कार, म कृष्णबहादुर खत्री। मेरो छोरो चाहिँ अचानक लडेर चाहिँ यहाँबाट टाउकोमा चाहिँ रगत जामेर मनमोहन आइसियु नम्बर बेड नम्बर 9 मा राखेको छ। अहिलेसम्म 10 दिन भयो, होस खुलेको छैन। मेरो आर्थिक अवस्था कमजोर भएको कारणले म घरमा थिइनँ। म चाहिँ अब यस्तो दुःख पाएर ऋणको पिरले इन्डियातिर भारी बोक्न गएको थिएँ। म घरमा थिइनँ, त्यसकारण घरमा यसरी लडेर अहिले 5-6 लाख रुपियाँ सिद्धिसक्यो। अब डाक्टरले भन्छ लङ समयसम्म राख्न तयारीमा बस्नु भनेर भन्छ। 30 लाख भन्दा माथि जान सक्छ। पैसा के कसो छ भन्छ। अब के गर्ने, पैसा छैन भनेर त्यो अब मरेको लास जस्तो निकालेर लान पनि कहाँ लानु, अब यहाँ राख्नु भने खर्च छैन, के गर्नु। यसकारण अब सबैले जति सकिन्छ सक्दो सहयोग गरिदिनु होला। घर मागेको होइन, खानुलाई मागेको होइन, उपचारको लागि मागेको। त्यसकारण सबैले मेरो लागि, मेरो छोराको लागि, मेरो छोराको नाम नारायण खत्री हो र उसको नाबालक बच्चा छ 2 वर्षको र एउटा छोरी छ 7 वर्षको। त्यसको अब भविष्यको लागि पनि बच्यो भनेदेखि केही होला। त्यसको लागिदेखि सबैले सक्दो धेर थोर सहयोग गरिदिनु हुन म हार्दिक अनुरोध, हजुरहरूमाथि हार्दिक अनुरोध गर्छु।